नमस्कार दर्शकबिन, स्वागत छ क्रिकेट न्युज नेपालमा, जहाँ हामीले नेपाली क्रिकेट सम्बन्धी विभिन्न अपडेटहरू लिएर आउने गर्दछौँ। आज भने हामीले पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको पछिल्लो निर्माण प्रगति तपाईहरुलाई देखाउन गइरहेका छौँ। भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गर्न नभुल्नु होला। हामीहरूले युट्युबमा यस च्यानलमा रङ्गशाला अपडेट सम्बन्धी विभिन्न जानकारीहरू अपडेटहरू लिएर आउने गर्दछौँ। भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला। देख्न सक्नुहुन्छ दर्शकबिन, अहिले यस क्रिकेट रङ्गशालामा प्याराफिट अलिकति बनिसकेको छ भने फेरि एक तला थप्ने काम धमाधम चलिरहेको छ। तपाईहरु देख्न सक्नुहुन्छ अहिले यस क्रिकेट रङ्गशालामा निर्माणको काम अहिले द्रुत गतिमा बढिरहेको छ। तपाईहरु देख्न सक्नुहुन्छ अहिले माथिल्लो तला ढलानको लागि अहिले यहाँ फर्माहरू सेट गरिसकिएको छ र छिटै नै यस क्रिकेट अहिले चाहिँ यहाँ नयाँ अपडेट भनेको अहिले अलिकति यहाँ स्टेयर्सहरू चाहिँ ढलान भइसकेको छ माथिल्लो तलामा जानको लागि। र छिटै नै अप स्टेयर्स पनि ढलान गरिनेछ र माथिल्लो तलाको पनि ढलान गरिनेछ। तपाईहरु देख्न सक्नुहुन्छ अहिले पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको पछिल्लो अवस्था हामी तपाईहरुमाझ लिएर आएका छौँ। तपाईहरु देख्न सक्नुहुन्छ अहिले रङ्गशालामा निर्माणको काम धमाधम चलिरहेको छ। अहिले यहाँ लोकल टुर्नामेन्ट पनि चलिरहेको छ। तपाईहरु देख्न सक्नुहुन्छ दर्शकले अहिले रङ्गशालामा निर्माणको काम धमाधम चलिरहेको छ। तपाईहरु देख्न सक्नुहुन्छ। दाइ, यो ढलान कहिले हुन्छ भाइ? हजुर, यो वैशाख कि चैतको लास्टमा हुन्छ। कतिजना हुन्छ अहिले काम गर्ने? 6 जना। सुन्न सक्नुहुन्छ, अहिले चाहिँ यहाँ 6 जनाले काम गरिराख्नु भएको छ। कामदारको सङ्ख्या भने निकै नै न्यून रहेको हामीले पाएका छौँ। तपाईहरु देख्न सक्नुहुन्छ अहिले हामी पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको वस्तुस्थिति तपाईहरुलाई देखाइरहेका छौँ। यो चाहिँ गाह्रो पनि लगाउने कि ढलान मात्र हुन्छ नि? ढलान हुन्छ। यो गाह्रो चाहिँ लगाइन्छ कि नै? तपाईहरु कन्ट्र्याक्टमा छ कि छैन? तपाईहरुलाई थाहा हुन्छ? तपाईहरुलाई थाहा हुन्छ? ए हो। ए कति भयो काम सुरु भएको? ए तपाईहरु देख्न सक्नुहुन्छ अहिले पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा निर्माणको काम धमाधम अगाडि बढिरहेको छ। देख्न सक्नुहुन्छ अहिले यहाँ फर्माहरू सम्पूर्ण सेट गरिसकिएको छ। अब यहाँ स्टेयर्सहरू पनि सेट गरिसकिएको छ र छिटै नै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला भन्नेमा हामी विश्वस्त हुन सक्छ। तपाईहरु देख्न सक्नुहुन्छ अहिले यस रङ्गशालामा अहिले तला थाप्ने काम धमाधम चलिरहेको छ। हामी तपाईहरुलाई अनकट भिडियो देखाइरहेका छौँ दर्शकबिन। यो चाहिँ राष्ट्रिय खेलकुद परिषदको बजेटमा बन्न लागेको एउटा सानो पवेलियन प्लस थोरै भिआइपी प्याराफिट भएको क्षेत्र हो यो, जहाँ चाहिँ अहिले निर्माणको गति लिएको छ। के भन्नु, जम्मा 5 जनाले काम गरिराख्नु भएको छ अरे। आशा गरौँ अब यो ढलान छिटै हुनेछ, लगायतका अन्य कामहरू पनि धमाधम सुरु हुनेछ। तपाईहरु देख्न सक्नुहुन्छ अहिले यस क्रिकेट रङ्गशालामा धमाधम खेलकुदका गतिविधिहरू भइरहेका छन्। तपाईहरु देख्न सक्नुहुन्छ अहिले क्रिकेट रङ्गशालामा काम भने धमाधम चलिरहेको छ र खेलहरू पनि भइरहेको छ। दर्शकबिन, म अहिले चाहिँ प्याराफिटमा बसेर म्याच हेरिरहेको छु। एउटा बेग्लै अनुभूति भइरहेको छ मलाई। नेपालमा पनि प्याराफिटमा बसेर क्रिकेट हेर्नु भनेको एउटा नौलो अनुभूति हुने गर्दछ। उक्त अनुभूतिको मैले भरपुर लाभ उठाइरहेको छु। अहिले यहाँ इन्डियाका टिमहरू चाहिँ आएर यहाँ नेपालको कास्की जिल्लाको क्रिकेट टिमहरूसँग चाहिँ प्र्याक्टिस म्याचहरू खेलिराख्नु भएको छ। सेतो लगाउने चाहिँ इन्डियाबाट आएको भन्ने हामीले चाहिँ जानकारी प्राप्त गरेका छौँ। वस्तुस्थिति यस्तो बन्दैछ। हामीहरू चाहिँ यहाँ प्याराफिटमा बसेर अहिले क्रिकेटको मजा लिइरहेका छौँ। तपाईहरु देख्न सक्नुहुन्छ है अहिले ढलानको लागि चाहिँ यहाँ अहिले सम्पूर्ण फर्माहरू रेडी पारिसकिएको छ अनि यहाँ बाल्कोनी पनि निकालिनेछ। तपाईहरु देख्न सक्नुहुन्छ सानो बाल्कोनी। तपाईहरु देख्न सक्नुहुन्छ अहिले यहाँ लोकल टिमहरू चाहिँ अहिले प्र्याक्टिस गरिराख्नु भएको छ। तपाईहरु देख्न सक्नुहुन्छ यस क्रिकेट रङ्गशालाको अवस्था हामी तपाईहरुलाई अहिले लाइभ हामी आज चैत्र आज 12 गते
मेबी देखाइरहेका छौँ तपाईँहरूलाई। पोखरा क्रिकेट रङ्गशालाको गतिविधि अपडेटहरू पाउनको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्नु होला। हामी सधैँ पोखरा क्रिकेट रङ्गशालाको अपडेट भिडियो सबैभन्दा पहिला र सबैभन्दा छिटो हामी तपाईँहरूमाझ यस पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको अपडेट भिडियोहरू लिएर आउने गर्दछौँ। यदि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला, बेल आइकन पनि थिच्न नबिर्सनु होला। तपाईँहरू देख्न सक्नुहुन्छ पोखरा क्रिकेट रङ्गशालाको अहिले हामीले ताजा वस्तुस्थिति तपाईँहरू माझ लिएर आएका छौँ। अहिले चाहिँ बन्न लागेको पवेलियन यही नै